हेलो एभ्रिवान, सबैजनालाई मेरो मिनी ब्लगमा फेरि पनि स्वागत छ। र अहिले चाहिँ म बेङ्गलोर इन्टरनेसनल एयरपोर्टबाट चाहिँ दिल्लीतर्फ लागिरहेको छु। अस्तिको ब्लगमा मैले आधी मात्रै सस्पेन्स छोडेको थिएँ म कहाँ जाँदैछु भनेर, र धेरैकोबाट प्रतिक्रिया लिए। कसले सही भन्नुभएको थियो, कसले अर्कै कलकत्ताहरू भन्नुभएको थियो। र आज चाहिँ म तपाईँलाई उत्तर बताउनेछु। र आज चाहिँ म दिल्ली जाँदैछु र हजुरहरूलाई दिल्लीको नजरिया माथिबाट दिल्लीको नजरिया तपाईँलाई देखाइरहेको छु। र अहिले हामी दिल्ली इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा हामी ल्यान्डिङ भइसकेको छौँ। र म चाहिँ बेङ्गलोरबाट आएको थिएँ, किनभने चाहिँ त्यहाँ चाहिँ मेरो बाबाको उपचार हुँदै थियो। र यसो ट्रेनको टिकट र फ्लाइटको टिकटको तुलना गर्दाखेरि खर्च एउटै आउने भयो हो। प्लस अब ट्रेनमा त 3 डेज लाग्छ बेङ्गलोरबाट एनजेपी आउनु होइन। र यसो फ्लाइटको टिकट हेर्दाखेरि चाहिँ अब डाइरेक्ट कनेक्सन चाहिँ अलिक महँगो थियो। त्यही कारण चाहिँ वान स्टप गरेर चाहिँ मैले गर्दाखेरि चाहिँ कम्ती दाममा अलिकति फ्लाइट ट्रेनको भन्दा 500 रुपियाँ ज्यादा लाग्ने रहेछ। त्यही कारण चाहिँ म फ्लाइटमा आउने भएँ। र हामी चाहिँ अहिले इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा हामी भन्दा पनि म इन्टरनेसनल एयरपोर्टमा हामी ल्यान्ड भइसकेको छौँ। यो चाहिँ टर्मिनल 3। र अब तपाईँलाई यादै छ होइन, अब इन्टरनेसनल एयरपोर्टको रनवेदेखि लिएर एरियाहरू ठुलो हुन्छ होइन। र तपाईँहरूले देखिरहनु भएको छ होइन, प्लेनहरू धेरै धेरै प्रकारको एयरलाइन्सहरू यहाँ जोडेको हुन्छ होइन। आफ्नो आफ्नो कम्पनीको आफ्नो आफ्नो हुन्छ। र अब चाहिँ हामी चाहिँ यहाँ चाहिँ फ्लाइटको आफ्नो जुन स्टप छ त्यो प्लेसमा हाम्रोलाई पाइलटले ल्यान्ड भइसकेर रनवेमा बिस्तारै हामीलाई त्यो जग्गामा जहाँ हामी यसको स्टप हुन्छ फ्लाइटको त्यहाँ लगेर हामीलाई छोड्नेछ। त्यहाँदेखि हामी बिस्तारै यसरी उत्रिनेछौँ। र यो चाहिँ तपाईँलाई बाहिर एयरपोर्टको रनवेबाट चाहिँ इन्टरनेसनल भ्यू। र अब चाहिँ सबैजना निस्किनु फ्लाइटले फाइनली आफ्नो ठाउँमा स्टप गरिसकेको छ। र अब चाहिँ सबैजना बाहिर निस्किने छ। यति साह्रो भिड छ यहाँ चाहिँ। अब तपाईँको म चाहिँ एयर इन्डियाबाट चाहिँ ट्राभल गर्दै थिएँ र आई अलवेज फिल प्राउड एयर इन्डिया चाहिँ, किनभने चाहिँ यो चाहिँ नम्बर 1मा चाहिँ रतन टाटा लेट रतन टाटाको ब्रान्ड हो। प्लस वाइ आई लभ रतन टाटा भन्दाखेरि चाहिँ उहाँ एउटा चाहिँ भिजनरी म्यान अफ इन्डिया हो, जसले इन्डियालाई बनाउनु भएको हो होइन, स्पेसली इन्डस्ट्रियल र डेभलपमेन्टको क्षेत्रमा। र अनि मोस्ट पार्ट इज 66% अफ टाटाको जति पनि अर्निङ्स हुन्छ त्यो चाहिँ च्यारिटीमा डोनेट हुन्छ फ्रम इन्डिया टु अदर्स कन्ट्रिजहरूलाई पनि। अनि त्यही कारण चाहिँ मलाई टाटाको प्रडक्ट गाडीदेखि लिएर सबै मनपर्छ होइन। र अहिले चाहिँ हामी एयरपोर्टबाट निस्किसकेको छौँ र आफ्नो आफ्नो डेस्टिनेसनमा छ। कोही कता जाने होइन, कोहीको कनेक्टिङ फ्लाइट अब अर्को फ्लाइट पक्रिनु पर्ने थियो। र यसरी चाहिँ म चाहिँ अब पर उताबाट चाहिँ जहाँ हामी एयरपोर्ट प्लेन स्टप भएको थियो त्यहाँबाट चाहिँ हामी अब निस्किनेछौँ। र मेरो चाहिँ अब अर्को फ्लाइट थियो, त्यो चाहिँ बागडोग्राको। त्यो चाहिँ अब तपाईँको 2 घन्टा बादमा थियो होइन। र 2 घन्टा चाहिँ न्यू बिते यस्तो ठुलो एयरपोर्टमा चाहिँ तपाईँलाई यादै छ होइन, एयरपोर्टको यो इन्टरनेसनल एयरपोर्ट हो, ठुलो छ होइन। र यसको 1 टर्मिनलदेखि लिएर 3 टर्मिनल जानलाई बहुत टाइम लाग्छ। बाहिरबाट जानुपर्छ, भित्रभित्र इन्टरकनेक्सन छैन यसको चाहिँ। जो नयाँ हुनुहुन्छ उहाँ यो भिडियो हेरिरहनु भएको छ हजुरहरूलाई बताएको। र म चाहिँ अब यहाँ लगेज पक्रिसकेर चाहिँ हामी चाहिँ अब यहाँ एयरपोर्ट बाहिर चाहिँ बस हुन्छ आधी आधी घन्टामा चाहिँ। यो चाहिँ एयरपोर्टले बसले चाहिँ टर्मिनल 1 टर्मिनल 2 टर्मिनल 3 यसरी बाहिर सर्भिस दिन्छ होइन। म चाहिँ टर्मिनल 3बाट चाहिँ टर्मिनल 1 जानुपर्ने र मेरो हातमा चाहिँ 2.5 घन्टा थियो। मैले चाहिँ फर्स्टमा सोचेको थिएँ आमामा यत्रो 2.5 घन्टा चाहिँ के गर्दै बस्नु भनेर सोचेको थिएँ। तर मलाई चाहिँ त्यो टर्मिनल 3देखि टर्मिनल 1 जानु चाहिँ नभएको पनि 2 घन्टा लाग्यो। भनेपछि यति बेसी जाम थियो। प्लस अब एयरपोर्ट ठुलो भएको कारणले गर्दाखेरि अलिकति अब भिड खचाखच हुन्छ होइन।
त्यसरी नै म चाहिँ अहिले फाइनली टर्मिनल 1 मा आइपुग्यो। बसबाट चाहिँ नभएको पनि मलाई 30 रुपियाँ लाग्यो। त्यहीँ बसकोले सर्भिस दिन्छ र म चाहिँ अब भित्र बोर्डिङ पास गरिसकेँ र बोर्डिङ पास गरिसकेर चाहिँ यसरी पस्दैछु र मैले बोर्डिङ पास चाहिँ अनलाइन थ्रु वेबसाइट नै गरेको थिएँ। त्यही कारण चाहिँ मैले बोर्डिङ लाइनमा लाइन लाग्नु परेन, सिधा मैले काउन्टरमा गएर चाहिँ यसरी टिकट देखाएर चाहिँ भित्र पसिहालेँ। न त बोर्डिङ पास नगरेको त्यहाँ पनि लाइन लागेर त्यहाँदेखि हल्का चेकिङ भयो। त्यहाँदेखि हल्का चेकिङ भइसकेको बाद त्यहाँदेखि मेरो ह्यान्डब्याग थियो, ह्यान्डब्याग प्याकेज गरिसकेर चाहिँ फाइनली अब हाम्रो बागडोग्राको चाहिँ गेट नम्बर 45 थियो। गेट 45बाट चाहिँ म बागडोग्रा दिल्लीबाट चाहिँ बागडोग्रा हुनुको लागि चाहिँ हामीलाई बसले यहाँ एयर इन्डिया बसले चाहिँ छोडेर चाहिँ यहाँ प्लेनमा आइपुग्यौँ। यो पनि एयर इन्डियाकै थियो होइन। र यसरी नै हामी यहाँ बस्यौँ र प्लेन चाहिँ अलिकति ढिलो भयो किनभने अलिकति यहाँ फ्युलको रिफिलिङ हुँदै थियो, प्लस अलिकति टेक्निकली खराब भएको कारणले गर्दाखेरि चाहिँ 1.5 आवर्स डिले भयो। तर हामीले प्रतीक्षा गऱ्यौँ र फाइनली अब हाम्रो प्लेन रेडी भयो र एनाउन्समेन्ट भइसक्यो। सिट बेल्ट लाउनुदेखि लिएर डेमो हाम्रो एयर होस्टेसहरूले तपाईँको उहाँहरूले ट्रु ह्यान्ड सिग्नल उहाँहरूले बताउनु डिस्क्राइब गर्नुहुन्छ नि त जहिले पनि प्लेन टेक अफ हुनुभन्दा अगाडि। र हामीले उहाँको सुनिसके पश्चात यो सुन्दर नजरिया इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टबाट टेक अफ भएको तपाईँलाई दृश्य म तपाईँलाई यसरी देखाइरहेको छु। र विशेष गरी मलाई चाहिँ ट्राभल गर्नु पुरा मनपर्छ होइन। विशेष गरी अब साथीभाइहरूसँग झन् मजा आउँछ, एक्लै चाहिँ अलिकति बोरिङ हुन्छ, तर एक्लै पनि मलाई मजा लाग्छ। मलाई चाहिँ मेरो बेस्ट पार्ट चाहिँ लाइफको चाहिँ मलाई ट्राभल र एडभेन्चर्स गर्नु पुरा मनपर्छ होइन। अन्त यसरी नै होइन आउने दिनहरूमा पनि अझै धेरै धेरै बकेट लिस्टमा छ मेरो होइन घुम्ने प्लानहरू। र आशा छ भगवान्ले आशीर्वाद दिनुभयो भने त्यो लिस्टहरू पनि पुरा हुन्छ भनेर। र म नम्बर 1 चाहिँ ब्लेसिङ दिनुपर्छ, नम्बर 2 आफूले चिताउनु पर्छ। चितायो भने जे पनि कुरा पुरा हुन्छ। र यो चाहिँ तपाईँलाई दिल्लीको नजरिया देखाउनु चाहिँ अलिकति फगी लागेको कारणले गर्दाखेरि चाहिँ सुन्दर दृश्य तपाईँहरूलाई देखाउन सकिनँ। र यस्तै नै हेर्नुहोस्। र हामी चाहिँ करिबन 2 आवर्स 10 मिनट बादमा चाहिँ हामीले बागडोग्रामा ल्यान्ड गरिसक्यौँ। र यसरी नै हामीले अलरेडी प्लेन लेट भइसकेको थियो 2 आवर्स 1.5 आवर्स टु 2 आवर्समा। र अब हामी यहाँ बिस्तारै झर्दैछौँ र यहाँ चाहिँ अर्को प्लेनहरू थियो। एउटा आकाश एयर थियो, यो चाहिँ अब कहाँ जानु आँटेको थियो या छैन। हामी चाहिँ एयर इन्डिया एक्सप्रेसबाट आएको र सबैजना हामी यसरी प्लेनबाट झऱ्यौँ। झरिसकेको बाद चाहिँ मैले ब्याग लगेजहरू बटुलेर यसरी नै अब घरतर्फ जाने निर्णय गरेँ। अब घर जाउँ भन्दाखेरि अलरेडी 5:30 भएको थियो र 5:30 बादमा त घर पुग्दा त 9-10हरू बच्चा बरु ट्राभल नगरौँ भनेर चाहिँ म त्यहीँ भतिजकोमा मैले भतिजलाई बोलाएर उसको रुम कहाँ छ मैले बोलाएर चाहिँ मलाई ल्याउनु भनेर चाहिँ त्यहाँ आएँ र भतिजकोमा त्यहाँदेखि मलाई लिन आएपछि म उसको रुममा गएँ। त्यहाँदेखि चाहिँ खानासाना पकायौँ र मजाले खायौँ र सुत्यौँ। र यसरी नै हल्का गफहरू भयो भतिज र मेरो। र त्यसको पश्चात भोलिपल्ट बिहानै नभएको 10 बजीतिर म अब सिलगढीबाट चाहिँ तपाईँको सिक्किम जोरथाङतर्फ र जोरथाङदेखि चिसापानीतर्फ एसएनटी बसमा चाहिँ ट्राभल गर्नु मलाई पुरा मनपर्छ। विशेष गरी बसमा किनभने चाहिँ बसमा चाहिँ एकदम कम्फर्टेबल लाग्छ, प्लस आफ्नो आफ्नो एक एकवटा सिट हुन्छ होइन। त्यही कारण चाहिँ बसमा मजा पनि हुन्छ, थुप्रो पनि हुन्छ होइन। बस प्लेनमा त किङ हो बसहरू त होइन। र यसरी सरर गरेर चाहिँ फाइनली आफ्टर 2.5 मतलब मन्थ्सको बाद चाहिँ फाइनली म सिक्किम फेरि एन्ट्री हुँदैछु। र सिक्किमको सुन्दर यो पहाड, सुन्दर यो टिस्टा खोला बगेको देख्दाखेरि आफ्नै राज्यमा आएको फिल भयो। र यसरी नै हामी घरतर्फ मल्लीबाट चाहिँ छिरेर यसरी घर आएँ। र आजको यो सानो ब्लगलाई यहीँ अन्त गर्न चाहन्छु होइन। र यो थियो ट्राभल ब्लग फ्रम बेङ्गलोर टु दिल्ली, दिल्ली टु बागडोग्रा, बागडोग्रा टु सिक्किम। र यस्तो मलाई चाहिँ ट्राभल गर्न पुरा मनपर्छ र यस्तो ट्राभलको र अरू फुडको ब्लगहरू अझै तपाईँलाई लिएर आउनेछु। टिल देन किप वाचिङ, डोन्ट फर्गेट लाइक, सेयर एन्ड सब्सक्राइब। र अझै धेरै माया दिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु।